पिकनिक जान लाग्छौँ गणेश्वर पार्क। यो चाहिँ हाम्रो अकाउन्ट पढाउने सर केशव सर। हेलो भनिदिनु। यता चाहिँ हाम्रो प्रिन्सिपल सर अनि त्यसपछि सुरेश सर। यो चाहिँ हाम्रो कलेज है। हाम्रो ग्रुप चाहिँ यो हुन् होइन। यो चाहिँ हाम्रो मोटी साहेब। यत्रो जहिले पनि ढिलो गरेको गरे यस्तो हुन लागिसेर पो ढिलो गर्न लाग्यो। यो अलि चटक्का मान्छे वेलकम। दिपना कस्तो नराम्रो भएछ त। यो चाहिँ हाम्रो दादा। हाम्रो ह्यान्डसम सर चस्मा लगाएर टक्क नि। यहाँ चाहिँ आफ्नै तालमा हुनुहुन्छ ल। बुक्का यो चाहिँ भोमिट गर्ने वाली। पिकनिक जाँदाको अनुभव कस्तो छ विपदा? किन स्याहार भएको सीताको? हामी चाहिँ गणेशपुर पार्क जाँदैछौँ है। यहाँ चाहिँ कुन गीत आउनु पर्यो अब तर के अरे दुश्मन हेरेको हेरेन। हामी चाहिँ सर आइपुग्यौँ। हाम्रो एकजना साथी चढ्दैछन् सञ्जना। हेलो सञ्जना। हाम्रो डान्सर अनि ऊ भएन के जोस सागर भएन। फाइनली पुरा आइपुग्यो है त। केही भन्नु छ? तिम्रो केही भन्नु छ? कस्तो अनुभव भइरहेछ पिकनिक आउँदा? कस्तो अनुभव भइरहेछ पिकनिक आउँदा? सर कस्तो भइरहेछ पिकनिक आउँदा? हजुरलाई कस्तो भइरहेछ पिकनिक आउँदा? हजुरलाई यता चाहिँ हाम्रो थर्ड इयरको दिदी हुनुहुन्छ ल।
चाहिँ हाम्रो यो चाहिँ तुलसीपुरको राजस्व घर है त। काला चस्मा काला चस्मा। फाइनली गाइज हामी त गणेशपुर पार्क आइपुग्न लाग्यौँ है त। यो नाचेर थाकेर पसिना पसिना भएको यो चाहिँ गणेशपुर पार्कको एरिया है त। आयो फाइनली गणेशपुर पार्क। हामी त पिकनिक आएको। कसले बनायो अरे सर? फाइनली आइपुग्यो। ल हामी चाहिँ झर्छौँ है त। आइसक्यौँ हामी चाहिँ सबजना नाचेर थाकेर पुरै कस्तो गर्नुभएको छ। यो चाहिँ हामी पिकनिक आएको ठाउँ है त। आमा पुरै नाचेर थाकेर लो यो मान्छेको अनुहार हे भगवान। कति नाच हेरेर थाके कति नाचेर थाके। उता मास्क नलाउने मान्छे आज चाहिँ मास्क जबरजस्ती फालिदिएर है नाचेर कतिको थाक्यो सपना। अर्की उफ गर्दै बिस्तारै सास फेर्दै झर्दै गर्छ। हाम्रो यिनी छोरी अर्की मेरो साथी सर झर्नुभयो। यहाँ चाहिँ घाँस खसालिराख्नु भएको छ। अनि हाम्रो ग्रुप चाहिँ यति छ। एउटा पारिनेर छ बस है। बाँकी भिडियोमा आज यो सपनाले जति घायल मलाई कसैले पारेन। कहिले अघि कहिले पछि कहिले अघि कहिले पछि। हाम्रो आएको यो चाहिँ अर्को बस है। यो हामी आएको बस यो चाहिँ हाम्रो अघि अघि आएको बस हो। यो चाहिँ हाम्रो प्युठान ढिङ्गिरीमा घर सारेको कुरा चलिरहेछ। अनि सिरियस भएर विपनाले फेरि जरैदेखि ओखले भन्छन् घर अब कसरी रुकोले बोक 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 दौरा बोक सबैजनाले एकन्टा। यो चाहिँ हाम्रो सितेलीले बोक्ने अरे। लास्टमा मलाई नहोला जस्तो छ है त। विपना हामी चाहिँ नबोकिकन हिँड्नेवाला पर्यो। यो चाहिँ बोकेर हिँड्नेवाला पर्यो है। छोरीले दुईतिर बोकाएर त्यस्तो हुन्न नि गाइस। ए मलाई कति ठुलो दौरा बोकाइदिन्छ। यति ठुलो दौरा बोकाइदिन्छ छैन। दाइ अलिक कम भयो कि दाउरा। अझ कम भएको छैन अरे। ए हाम्रो ह्यान्डसम दाजु घर बुढी हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। बुढीलाई हेर्न पायो नि। हामी चाहिँ आयौँ सायद यतै हुन्छ होला हाम्रो नजिकै। आमाजु आमाजु मेरो हातमा उ गर्यो के सरिया बिज्यो। यस्तो यो बेइमान गर्न पाइने यत्रो बेर पकाएर त अहिले त लिएर त यो चाहिँ हाम्रो दाउराको कलेक्सन। सपना सपने भाँडा मिस मजाले मिस है। अहिले खाने बेला फोहोर देख्यो भने
अर्किले छ अर्की त्यहाँ चाहिँ अर्की त्यो अगाडि यहाँ चाहिँ हामीले खाना बनाउने है बोला बिजोक 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 मलाई चाहिँ उताबाट कराइरहेको छ तिमीले बुझ्यौ कति न आफूले मात्र छोप्ने जसरी ओइ बिचमा नआइ डिस्टर्ब गर मोटी त्यो पनि सबैभन्दा ठुलो सेवा हो यो चाहिँ मैले काम गरेको सपना फाइनली गाइस रञ्जनाले बल्ल काम गर्न लाग्छ यत्रो बेर बसी हामीले काम गर्दा बेर अहिले मसी लगाउन लाग्छ भाँडामा फाइनली उता 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 अब चाहिँ खाना पकाउन सुरु भयो है यिनीहरूले काम गरेर बसिरहेछ मैले पनि भर्खर काम गरेर सकिसकेँ अनि यो चाहिँ हाम्रो युट्युबमा साझा आउँछ भ्लग अनि यता चाहिँ काम चलिरहेछ सबले आफ्नो काम गरिराख्नु भएको छ है हाम्रो सरले पुरै काम गरिराख्नु भएको छ मिहिनेतका साथ उता छलफल चलिरहेछ कसरी पकाउने के गरी पकाउने भन्ने अनि उतातिर फेरि पानी बोकिरहेछन् है बोइल गर्नलाई यस्तो हुन्छ यो चाहिँ हाम्रो पिकनिक आएको गणेश्वर पाएको गर्ने ठाउँ है कतिको ताल त्यस्तो छ आफ्नै भिडियो बनाउन टिकटक बनाउन बिजी ओ माइ गड त्यो नाचेको ऊ त्यता त्यस्तो छ ऊ पारी झन् छुट्टो छ यो भिडियो बनाउने भनेर यता चाहिँ हम सब जो साथ में रहे खुशियाँ सब हाथ में रहे हमसे बस फासले रहे यूं हर तुरुत चाहे कहीं भी किसी भी मोड़ पर बिगड़ेगी कोई बात भी अगर मिलके एक दूजे से कहे यूं सरको फेभरेट गीत अनि सुमन सरको त्यही भएर नचाउन लाग्यो हो अनि त्यसपछि गीत पनि एकछिन नाच्दा नाच्दै रोक्यो अनि फेरि बजाउँदै हुनुहुन्छ
चाहिँ दही लिन गयौँ तर अझै पनि भोक लागेर मुर्ने जस्तो भएको छ अनुहार हेर्दाखेरि पुरै गरिरहेको छ होइन अझैसम्म खान दिन्न मम्मीको याद आयो ओए ओए मम्मी सबको याद आएको छ कि नै घर भए चाहिँ कति खान दिनुहुन्थ्यो है त्यही त भन्ने त्यस्तै त्यस्तै भएको छ अब एकछिनमै खानुपर्छ खानालाई होइन दही चाहिँ लिन गएको छौँ ल यो चाहिँ कमेडीको लागि होस् अब चाहिँ हामी खाना खान जान लागेको छौँ खाना रेडी भइसकेको छ नाचेर पसिना छोडेर अर्कै फेरि थाकेर यस्तो गरेको नाचेर त्यस्तो छ सबै खाना बसिसक्नु भएको छ अब चाहिँ हामी खाना जान्छौँ है यता हो हामी अब चाहिँ हामी खाना खान लागेका छौँ यो चाहिँ मेरो प्लेट यता त्यस्तै खाइदियो त पुरै भोक लागेर कस्तो गरेको छ रे यो चाहिँ मेरो खाना यो पनि धेरै हुन्छ होला सायद मलाई अब चाहिँ यसपछि के छ तरकारी होला यो चाहिँ आफै भान्से हो क्या ए नरिसाउ बा नरिसाउ निसा मलाई नि राखिदिऊ है ओ माई गॉड मलाई पनि थोरै हो माई गॉड अब चाहिँ हामी खाना लागि त फाइनली अब चाहिँ हामी यहाँ पार्कभित्र बस्दैछौँ यो यता हो यिनीहरू छन् टिकट काटिसकेका छन् टिकट काउन्टर हाम्रो चाहिँ सरहरू आएपछि जाने कुरा छ है आउँदैछन् साथीहरू हामी चाहिँ भित्रतिर लाग्यौँ है त हामी 6 जना छौँ सरले टिकट अब गणेशपुर पार्कको दृश्य सर हेलो भन्ने न आफ खाइरहेछ नि यिनीहरूले अब हामी चाहिँ वाउ कस्तो दामी छ है यतातिर चाहिँ सायद ड्रेसको व्यवस्था छ अनि बिदा भएर होला र मान्छे धेरै आउनु भएको छ है अनि त्यही पनि कतिपल्ट गइसकेका छौँ नि हामी बिस्तारै बिस्तारै अघि बढिरहेको छौँ है त अनि यता अलिक धेरै ठाउँबाट आउनु भएको छ मान्छेहरू घुम्नलाई बाघको ऊ हो ओए सपना पुरा हामी आबेला दियो के भने अरे कसले हाम्रो पुस्ता भन्दै थियो नि भूत मान्छे एउटीले यो चाहिँ वास्तवमा हाम्रो पुस्ता हो के दुई चार शब्द जाओस् के भन्ने शब्द धेरै थियो तर अफ क्यामेरामा त्यसपछि मेरो बोल्नु केही छैन
छ मेरो ए ल ए बा यति ठुलो आँप अब कसरी खाऊ मैले त्यही पनि खोस्ती यसले हेर भोलि कलेज जाँदाखेरि दारी भरि मजाले फोका निस्केला नि के भयो अरे यहाँ चाहिँ सायद पिकनिक छ होला यो चाहिँ हाम्रो ग्रुप हो आनम आनम यो चाहिँ मैले मेन के हाइलाइट गरेर राख्नेवाला छु यो उसको डान्स चाहिँ है निशाले चाहिँ अब भ्लग बनाउन सुरु गरेका छिन् के बिस्तारै बिस्तारै यिनी पनि पपुलर हुनेवाले छिन् सर कति ठग छिन् नि कलेज नआइ नआइ सर यिनी देखिन् जनावर पनि साँच्चीकै हो कि अलगैको भन्न लाग्नुभयो अब चाहिँ म चाहिँ देखाउँछु साँच्ची चाहिँ के अलग हुन्छ त्यति बेला हेरौँला यो त कहाँनिर उता पारी पारी छ ओ पारी सेम उस्तै उस्तै छन् नि जरा एउटा चित्तल भन्ने उस्तै उस्तै हुन्छ नि के हुन्छ यो घोरै होइन नानी तुलसीपुर हो यो यसको नाम के रे यसको नाम के हो यहाँनिर के छ रतुवा छ रतुवा ओए तेरो नाम के हो ओए विपनाको बेबी के छ हाल खबर विपनाको बेबी हो रे विपनाको बेबी अरे अस्तिच कस्तो यसको ठोनले कति ठुङ्छ नि पुरै यहाँनिर भत्काएर कस्तो हो यो पनि हो सर यो पनि हिँको हो के कस्तो मजाले हेरिरहेछ के लास्टै हेरिरहेछ भने यो चाहिँ खरा यो आज मान्छे त बस्ने सर बाक यहाँ चाहिँ बोट पनि रहेछ बोट भन्छ कि डुङ्गा भन्छ अरे मलाई त डर लाग्छ ल छैन हेर्दै त अब गर्ने हो डुङ्गा चढ्ने हो म सब अहिले भइरहेको छ खिचिरहेको छ
सम्झी कैसे लगा ओके पानी बना दो ini चाहिँ मेरो छोरी मेरो यिनी मम्मो मेरो मम्मी मम्मी पानीपुरी खुवाउनुलाई छोरी पैसा कमाएपछि खुवाउलाई पानीपुरी ओ माय गॉड जय साई भेटे हैन भेटेपछि अब कहिले भेटेर कहिले भन्दिने हो नो इन्ट्रेस्ट ए घोडा त यहाँ रहेछ देखेर चाहिँ घोडा चढ्ने भने हेलो घोडा त्यसले आँखामा के लाग्छ पट्टी लाग्छ सायद एक नम्बरको चोर यो चाहिँ चोरेको आँप त्यही पनि के गरियो खानी थाहा छैन गोरा छ कि काम नलाग्ने मान्छेलाई सोधिदिन्छ कि सर नि त्यही त हामी नयाँ नयाँलाई पो चिन्जान गर्नुपर्छ हामी चाहिँ फर्किनु लाग्यौँ छिटो जामै पानी पर्ला जस्तो छ गाइस फोटो खिचेर भ्याइएन क्यामेराम्यान खाइस् नि एक्लै एक्लै त डाडीले दिन्निस् त्यो एक्लै एक्लै खाया फल हो कि त्यो के काम गरिदिनु पर्यो छिटो जामै रुच्छौँ क्या हामी त पानी परेर यस्तो छ घुम्न आए पनि गाडन गुडुङ गरेर नै त्यो जति डर मलाई केको लाग्दैन होइन अघि आउनलाई उता देखिआएको थियौँ अब जानेलाई यताबाट जान्छौँ ल छिटो जाम के पानी पर्यो बोटिङ गर्न मन लागेको थियो पानी पर्न लागेको सक्यो अनि यो हाम्रो बुद्धजी नेपालको सान मान बुद्ध साहेब कस्तो राम्रो छ यो वाला हेरचाह पनि त कति हुन्छ नि क्षमता हुन्छ फोहोर गर्न पाइन यताउता पानी चार्नु पर्यो फाइनली हामी निस्किन लागिसक्यौँ पानी भने अब ठुलो आउँछ होला सायद ए हामी त भाँडा पनि मिचा छैन पानी आएपछि कसले मिच्छ भाँडा
पाकेको भिडियो पछि देखाउँछु। अब हामी चाहिँ घर फर्किन लाग्यौँ। अङ्कल कस्तो अनुभव भयो पिकनिक आएर? भन्नुहोस् के भन्नु, भाइरल भइरहने कस्तो डराउनुहुन्छ है? यो चाहिँ हाम्रो दुईवटा बस, एउटा ग्रुपको बडा जाने हो हामी। यता फेरि नाचेको नाचै नाचेको नाचै नाचेको नाचै नाचेको नाचै यिनीहरू दुईटी झन् बस्दै बस्दैन। फाइनली गाइस हामी चाहिँ कलेजमा आइपुग्न लाग्यौँ। अनि हाम्रो पिकनिक चाहिँ उस रमाइलो भयो सोचेको भन्दा त। रमाइलो चाहिँ भयो। हाम्रो चाहिँ कलेज फाइनली आइपुग्यौँ गाइस। कस्तो भयो पिकनिक? यो चाहिँ हाम्रो कलेज, यो मन्दिर। बिपना बाउला नि कति धेरै बोक्यासी, यसले खाएर पनि पुगेन, घर ल्याउने अरे। बाई 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 गाइस। सपना बाई बाई। ओ छोरी बाई। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। लभ यु। बाई बाई। हामी पनि अब भिडियो अफ गर्छौँ ल। ओइ बाई भन्देल। बाई बाई।